गृहमन्त्री सुदन गुरुङको एक्सन रात पक्राउ परे 197 जना, जसमा छन् भिभिआइपी देखि टोले गुण्डासम्म। अहिले तपाईँ हामी सर्वसाधारण नागरिकलाई मात्र होइन, स्वयं नेपाल प्रहरीलाई समेत साउथ इन्डियन फिल्म हेरेको जस्तो अनुभव भइरहेको छ। गृहमन्त्री गुरुङ न आफू सुत्छन् न अरूलाई सुत्न दिन्छन्। कहिले रातभर सिंहदरबारमा कसलाई पक्राउ गर्ने भनेर छलफल गर्छन्, त कहिले रातभर काठमाडौँको गल्ली गल्लीमा टोले गुण्डाहरू समात्न प्रहरीलाई कुदाउँछन्। तर अचम्म के छ भने रातभर नसुत्ने गृहमन्त्री र प्रहरी अनि निन्द्रा आराम भइरहेको छ भ्रष्टाचारी र टोले गुण्डाको। पद उही पावर उही, तर अघिल्लो गृहमन्त्री रमेश लेखकको भिजिबिलिटी नपुग्ने अनि अहिलेको गृहमन्त्री सुदन गुरुङले भने नाइट भिजन लगाएर हिँड्ने भनेपछि सही ठाउँमा सही मान्छे पुग्यो भने देश बन्न कति नै समय लाग्ने रहेछ त होइन र। हिजो अबेर बेलुका जगदम्बा सिमेन्ट, जगदम्बा स्टिल लगायतका मालिक रहेका शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल पक्राउ परे। केही दिन अगाडि पक्राउ परेका बिचौलिया दीपक भट्टको बयानपछि हिजो अग्रवाललाई सोधपुछको लागि सिआइबी कार्यालय बोलाइएको थियो। सिआइबीले बोलाएपछि अग्रवाल आफै कार्यालयमा आएका थिए अनि दिनभरको सोधपुछपछि उनलाई बेलुका सिआइबीले हिरासतमा लियो। भट्टलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ भने सोही मुद्दाको तार अग्रवालसम्म पनि पुगेको हो। त्यसपछि रात पर्यो, तर प्रहरीको लागि सुरु भयो काठमाडौँमा सर्च अपरेसन अनि टोली पुग्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। विमानस्थलमा ओर्लिएका यात्रुहरूलाई जबरजस्ती तान्ने, विभिन्न लोभ प्रलोभन देखाएर आफ्ना सम्पर्कमा रहेको होटलमा लैजाने अनि त्यो होटलमा लगे बापत होटलबाट र यात्रुबाट कमिसन लिँदै आएका 18 जनालाई कर्याप जाप पार्दै भ्यानमा हाल्यो। त्यसपछि प्रहरीको अपरेसन मोडियो टोले गुण्डाहरू समात्न, जसमा अपराध अनुसन्धान कार्यालयले 13 जना गुण्डागर्दीमा संलग्न रहेको व्यक्तिहरूलाई पक्राउ गर्यो भने यता जिल्ला प्रहरी परिषदले 5 जनालाई पक्राउ गर्यो। प्रहरीको सर्च अपरेसन यतिमै रोकिएन, योभन्दा अगाडि पनि पक्राउ पर्दै छुट्दै आएका पटकेदेखि हाल सक्रिय एकलाई प्रहरीले खोजी पक्राउ गर्यो, जसमा आज बिहान उज्यालो हुनेसम्म पक्राउ पर्नेको संख्या 195 पुगेको छ। आफूले मन्त्रालय सम्हालेको 7 दिनमै 9 जना भिभिआइपी पक्राउ परेपछि अहिले गृहमन्त्री गुरुङले फेसबुक मार्फत क्रिकेट स्कोरको अपडेट दिए जस्तै 7, 8, 9, 10 गर्दै संख्या पुष्ट्याइरहेका छन्। खैर अझै पनि पक्राउ पर्ने भिभिआइपीको लिस्ट लामो छ, किनकि बिचौलियाको किङ मानिने दीपक भट्ट पक्राउ परेका छन् र यदि भट्टले सही र सत्य तरिकाले प्रहरी सामु आफ्नो बयान दिने हो भने लाइन लागेर भिभिआइपीहरू पक्राउ पर्ने पक्का देखिन्छ। किनकि भट्ट यस्ता व्यक्ति हुन् जसले जेनजी आन्दोलनभन्दा अगाडिसम्म देशको सरकार फेरबदल गर्ने दम राख्छ भनेर चर्चा हुन्थ्यो। व्यापारीहरूको कयौं काण्ड मिलाउन उनै भट्टले सहजीकरण गर्थ्यो भन्ने पनि आरोप पनि माथि छ। यसरी हेर्दा भट्टले नेपालका प्राय सबै व्यापारीहरूलाई डाम्ने पक्का देखिन्छ र अब ठुला व्यापारीहरू सबैको होस उडेको अवस्था छ, किनभने बिचौलियाको किङ दीपक भट्ट पक्राउ परिसकेका छन्। यो सँगै आज बिहान फेरि प्रहरीले सागर लम्साल बले हास्य कलाकार सागर लम्साल बलेलाई पनि पक्राउ गरेको